guys, नमस्कार म यो गाई वेलकम टु माई न्यू ब्लगमा। सो आज चाहिँ हामी तारेतिर जाने सोच गरिरहेको छौँ पुरापुरी होइन, साथमा छ बुढी। सो अहिले हामी चाहिँ रुमबाट निस्केको चाहिँ आधी घन्टा भइसक्यो। अहिले हामी चाहिँ नानीतिर छौँ है। सो बुढी तिमीलाई कस्तो लागिरहेको छ? आज चाहिँ मलाई लागिरहेको छ भोपाल नै हुन्छ होला जस्तो लागिरहेको छ होइन। रमाइलो छ, मलाई एकदम रमाइलो लाग्छ। एकचोटि म पछाडिको ब्याकग्राउन्ड देखाउँछु ल, कस्तो राम्रो दामी छ है। ओहो एकदमै दामी। गाइस हामी चाहिँ फर्स्ट टाइम बुढाबुढी यसो तारेतिर जाने प्लान गरेको होइन। मौसम पनि एकदम गुड छ, एकदम क्लियर वेदर छ है, एकदम ब्युटिफुल सिन देखिरहनु भएको छ। हामी चाहिँ फर्स्ट टाइम आएको गुगल म्याप हेरेर हामी चाहिँ पहिलोचोटि चाहिँ बुढाबुढी चाहिँ तारेतिर गइरहेको छौँ होइन। सो अहिले चाहिँ यो चाहिँ सुनपा खानी रहेछ यो ठाउँ चाहिँ। अब कति लाग्छ अझै एक घन्टा लाग्छ भनेर म्यापमा चाहिँ देखाइरहेको छ। गाइस प्रतिक्रिया होला तपाईँहरूले होइन, कस्तो जानुभएको छ तारेतिर, कति लाग्छ होइन। हामी चाहिँ फर्स्ट टाइम गइरहेको चाहिँ आज यहाँबाट चाहिँ 1 घन्टा नै लाग्छ भनेर देखाइरहेको छ। सो गाइस लेट्स सी व्हाट ह्यापन्स टु आवर ट्रिप। कस्तो हुन्छ आजको मौसम त जस्तो राम्रै लागिरहेको छ, पानी पनि परेको छैन। आज असार 15 पनि हो होइन। खाने दिन चाहिँ बाहिर निस्किँदा चाहिँ अघि नै खाइसक्यो, त्यसको चाहिँ खासै भिडियो बनाएको छैन। अब हामी चाहिँ बाइकबाट चाहिँ आज रुममै सायद गरिसक्छौँ। आज 7:30 8 बजीतिर खाइसकेको सो गाइस होइन, अब चाहिँ हामी तारेको कालो कच्ची रोड आएको छौँ। सो यहाँ घरकुटले सोध्नुपर्छ। यहाँदेखि तारेबिर जानु कति टाइम लाग्छ? अब आधी घन्टा लाग्यो। आधी घन्टा। माथितिर पिच रोड छ कि कच्ची होला है? कच्ची ठाउँमा छ। दिदी बाटो पिच छैन? पुरै पिच छैन हो एकदम पुरा बाटो कस्तो छ? सजिलो अप्ठ्यारो यस्तै छ। माथि पिच ढलान गर्दैछ। ए जानु दिन्छ त्यसो भए ढलान गर्दैछ भने मिल्छ, गइरहेको छ। सो गाइस अब हामी चाहिँ तारेबिर यहाँबाट चाहिँ आधी घन्टा जति लाग्छ अरे भनेर हाम्रो साउनी दिदीले होइन। अब चाहिँ हामीले चाहिँ यात्रा गर्नु सुरु गऱ्यौँ। भर्खर नै हामीले पसलमा सोधेको दिदीले आधी घन्टा लाग्छ भन्नुभएको छ। लगभग आधी घन्टा है। अब मौसमहरू त्यस्तो गर्नु छैन, तर त्यस्तो गर्दै भइरहेको छ। बाटो चाहिँ अलिक खराब रहेछ, छैन। पिच कुनै ठाउँमा कच्ची, त्यस्तै छ है रोडहरू। कुनै ठाउँमा पिच, कुनै ठाउँमा कच्ची। बाटो राम्रो नभएर गाह्रो भइरहेको छ। राम्रो रहेछ है। यता चाहिँ राम्रो रहेछ है, कस्तो राम्रो छ चाहिँ। त्यस्तो रहेछ रोड। यतिको भयो यतिको भयो त आनन्द पुगिहाल्थ्यो नि। अझै आधी घन्टा बनेको छ। अब रोड कस्तो छ हेरौँ। सो गाइस तारेबिर जाने बाटो चाहिँ एकदम अहिले चाहिँ आधी पिच गर्दै पनि रहेछ होइन, आधी ग्राभल गर्दै रहेछ। सो एकदम बाटो चाहिँ सानो सानो रहेछ। माथि जाने बाटो एक साइड बनाउँदै रहेछ होइन, बन्ने पाला पनि रहेछ। अहिलेलाई चाहिँ बाटो चाहिँ एकदम खतरा रहेछ मानौँ होइन। सो गाइस अब तारेबिर पुग्ने बेला चाहिँ काठमाडौँको भ्यू चाहिँ यस्तो ब्युटिफुल देख्दो रहेछ होइन। तपाईँले अब देखिरहनु भएको छ, यो चाहिँ तारेबिर जाने बाटोबाट तल भ्याली, काठमाडौँ भ्याली देखिरहेको छौँ। बरु आउनु गाउँ जाने बाटो राम्रो होला हौ। यस्तो के भएको रोड हो? त्यही माथि मेरो बुढाले यस्तो कच्ची रोडमा त आउने बानी छैन भाइ। मलाई छिटाएर कहाँ पुऱ्याउने होला आज।
यस्तो रोडमा पानी छ त अनि के गर्नु र पानी पर्ने सिजनमा त नआएकै ठिक रहेछ कहाँबाट यस्तो पानी भरिएको होला त रोडको गति यस्तो छ आमामा लास्ट डेन्जर छ रोड भने यस्तो छ भरे बाइक फस्यो भने चाहिँ के भन्नु रे पानी पर्यो भने त बाइक त नलगेकै राम्रो है बुढा यस्तोमा भरे फस्यो भने पानी पर्यो भने त फस्न नि सक्छ नि त यस्तो छ बाटो वा यता चाहिँ राम्रो भ्यू देख्ने रहेछ है यहाँदेखि चाहिँ ओहो यहाँ पहिरो जान लागेको छ है के हो भाइ देख्नु त कस्तो फिल भइरहेछ भेजा भइसक्यो यार म त थाकेँ बाइकले म बाइक त्यहीँ यतै ल्याउँछु यता हेर्नुहोस् त ल केही शब्द बोल्नु त यस्तो थाहा पाएको भए चाहिँ म तारबेर हुँदैन थिएँ है सो गाइस तपाईँहरू चाहिँ यो बर्खा सिजनमा आउनु होला हिलो छ कच्चीको बाटो छ हिउँदोमा आउनु होला है हिउँदोमा चाहिँ फेरि अब अलि धुलो उड्छ त्यही हो अहिले चाहिँ कच्ची पानी परेर सबै हिलो पानी आफै रोडमा आइराख्ने यता चाहिँ पहिरो जान लागेको छ यस्तो भइरहेको छ यहाँदेखि भ्यू चाहिँ जस्तो राम्रो देखिने रहेछ त्यही हो म चाहिँ निस्केर अब हिँड्न थालेको यस्तो रोडमा बाइकमा चढ्न सकिँदैन डर लाग्छ रिक्स छिट्टाएर कहीँ पुऱ्याइदियो भने फेरि मेरो बुढा यस्तो कच्ची रोडमा बाइकै चलाएको देखाएको छैन अहिलेसम्म ऊ छिट्टाएर मलाई कहाँ पुऱ्याइदियो भने के गर्नु र बरु म त हिँड्छु भने निस्किदिएँ हिँडेर म उकालो लागेको अब यस्तो रहेको छ है सो गाइस अहिले चाहिँ म चाहिँ भ्यू टावरको सिडी चढिरहेको छु होइन सो यहाँबाट चाहिँ धेरै ब्युटिफुल सिन देखिरहेछ त्यही भएर चाहिँ ब्याकग्राउन्डलाई चाहिँ मैले विशेष फोकस गरिरहेको छु होइन तपाईँले देखिरहनु भएको छ यो चाहिँ एकदम राम्रो देखिरहेको छ हामी चाहिँ अब तारेबेर पुगेको छौँ है तारेबेर चाहिँ तल भ्यू टावरमा आइपुगेको छौँ सो एकपटक भ्यू टावर चाहिँ चढेर जाने हाम्रो निर्णय भयो होइन सो हामी चाहिँ म र मेरो बुढी चाहिँ भ्यू टावरमा चढिराखेको छौँ होइन बुढी चाहिँ अगाडि गइसकेको छ म चाहिँ पछि बुढीलाई खेद्दै आएको होइन सो यो चाहिँ तारेबेरको भ्यू टावर हो तपाईँहरू पनि आउन सक्नुहुन्छ है एकदम ब्युटिफुल एकदम अग्लो ठाउँमा रहेको छ र यो भ्यू टावरबाट चाहिँ सबै भ्यू चाहिँ देखिन्छ काठमाडौँ भ्याली चाहिँ सबै देखिँदो रहेछ म पनि फर्स्ट टाइम आएको फर्स्ट टाइम चढेको यो भ्यू टावरमा होइन सो बुढी तिमीलाई चाहिँ कस्तो लाग्यो यो भ्यू टावर चढ्दाखेरि चाहिँ हो जस्ट रमाइलो लाग्यो होइन सो अब तपाईँहरूलाई म यो भ्यू टावर देखाइरहेको छु सो गाइस होइन यो चाहिँ तारेबेरको तल्ल सेन्टर पोइन्टको भ्यू टावर होइन सो तपाईँहरू देख्न सक्नुहुन्छ गाइस होइन भ्यू टावरमा चाहिँ यस्तो स्पेस रहेछ स्पेस दिएर बनाएको रहेछ होइन वरिपरि बाडेको एकदम डर भनेको केही छैन होइन एकदम आनन्द क्या सो माथि देख्न सक्नुहुन्छ तारेबेरको टुप्पाई यो चाहिँ तारेबेरको तलको भ्यू टावर होइन सो तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ काठमाडौँ भ्याली मुनिबाट यहाँबाट चाहिँ तल भक्तपुर देखिरहेको छ होइन सुन्तखानी तल भइहाल्यो अनि उता एयरपोर्ट पनि देखिन्छ गाइस सो उतातिर हेऱ्यो भने एयरपोर्ट देखिरहेछ होइन उता सुन्तखानी हो उता चाहिँ यता चाहिँ नारायण थान पनि छ फेरि यसको डिल त्यो सानो चुचुरको पछाडिपट्टि चाहिँ नारायण थान हो भने यता भक्तपुर ललितपुर देखिरहेको रहेछ सो गाइस सो अब केही सिनहरू चाहिँ म एकछिनमा देखाउने छु होइन म चाहिँ यहाँ भ्यू टावरमा पहिलोचोटि आएको रमाइलो भइरहेको छ सो गाइस अब चाहिँ हामी माथि चढ्छौँ माथि तारेबेरको फेतेमा गएर चाहिँ फेरि अर्को ब्लग आउनेछौँ सो गाइस मेरो ब्लग हेर्दै गर्नु होला है त हेलो सर के लिनु गाइस फाइनल्ली तारेबेर पुग्यो है तारेबेर पुगेर चाहिँ यो के भन्छ खोइ तारेबेर भ्यू टावर हो यो के हो भ्यू टावर हाई ब्रिजमा चाहिँ यहाँ चिया कफी खाँदै यसो माइन्ड फ्रेस गर्दै बसिरहेको छौँ होइन तारेबेर स्विमिङ पुल चाहिँ लेखिरहेछ
तर यहाँदेखि सबै राम्रो देख्ने रहेछ भ्यू चाहिँ एकदम दामी दामी लागिरहेछ हामी चाहिँ यता रेस्ट गरिरहेछौँ विथ ब्ल्याक कफी यस्तो छ है भ्यू यहाँदेखि दामी देखिने रहेछ हामीले चाहिँ खाजा खान लागेको हल्का खाजा खाएर अब उकालो चढ्नु पर्यो भनेर खाजा खान लागेको हामी चाहिँ तारेभिर आएर पनि यो भ्यू टावरमा चढेर पनि झरिसकेका छौँ होइन अब चाहिँ झरेर चाहिँ अब फेरि हामी उकालोतिर लाग्ने जानु लागिरहेको छौँ सो माथि बुढी चाहिँ माथि अझै फोटो खिच्ने पुरा नभएर चाहिँ आफ्नो मन पुरा गर्नको लागि चाहिँ फेरि माथि गएको छ भिडियो बनाउँदैछ म चाहिँ तल झरिसकेको छु होइन सो गाइस यो चाहिँ तारेभिरको भ्यू टावर हो हामी खाजासाजा खाएर हिँडिसक्यो तारेभिर स्विमिङ पुलमा आयो भ्यू टावर पनि रहेछ त्यहाँ भ्यू पनि रहेछ मजाले रमाइलो गरेर आयो मजाले भिडियो बनायो त्यो अब हामी माथि हिँडेको तारेभिर आइपुग्यो है हामी गाइज तारेभिर भन्ने चाहिँ यही रहेछ तारेभिरदेखि यस्तो राम्रो भ्यू देखिन्छ एकदमै राम्रो देखिरहेछ है हेर्नु त हेर्नुहोस् त बोल्नुहोस् तारेभिरको बारेमा फाइनल्ली हामी चाहिँ आज तारेभिर आइपुगेको छौँ होइन यहाँ चाहिँ तारेभिर स्कुल छ है माथि टपमा चाहिँ तारेभिर तारेभिरको पत्ता चाहिँ यो गाइस होइन आजको हाम्रो यात्रा चाहिँ यहीँसम्म थियो होइन अब नेक्स्ट टाइम आएर चाहिँ अलिकति आज चाहिँ समयको अभावले गर्दा हाम्रो यात्रा चाहिँ त्यही तारेभिर भएको आई लभ तारेभिर भन्ने पोस्टरसँग मात्रै हो अब हामी त्यहाँ जान्छौँ होइन अलिकति ध्यान आएको थाकेका छौँ हेलो योगेन सर गाइस तारेभिरको होइन वी लभ तारेभिर भन्ने पोस्टर यहाँ यहाँसम्म यहाँदेखि माथि चाहिँ गयो भने फेरि पैसा लाग्छ है माथि टप पैसा लाग्यो त के होइन चढ्न चाहिँ सकिँदैन गाह्रो चाहिँ 1 घन्टा लाग्छ अरे चढ्नको लागि चाहिँ पैसा लाग्छ क्या यहाँदेखि माथि निकुञ्ज होइन यहाँदेखि निन्छ टी हो गाइस 100 रुपियाँ लिएर आउनु होला माथि चढौँ तपाईँ हामी होइन म चाहिँ लागेँ अब 100 रुपियाँ तिरेर तारेभिरको टप जाने प्लान छ होइन सो गाइस म चाहिँ अब धीरे धीरे पुगिरहेको छु आउनु होला है 1 घन्टा लाग्छ रे यार म चाहिँ पुग्दिनँ है गाइस 1 घन्टा चाहिँ होइन तिमीलाई चाहिँ 2 घन्टा लाग्छ सक्नेलाई नसक्नेलाई चाहिँ तपाईँलाई 1 घन्टा हो होइन होला सही भन्नुभयो आज तपाईँले देख्नुभएको छ वी लभ तारेभिर भन्ने आजको लक्ष्य चाहिँ हामी यहाँ आउने थियो आइसक्यौँ फाइनल्ली आजको हाम्रो यात्रा चाहिँ यहाँसम्म मात्रै हो अब हामी त ओह्रालो लाग्नेछौँ माथि टपमा जाने लक्ष्य थियो है फाइनल्ली गाइस हाम्रो चाहिँ एकदम वेदर खराब भइदियो पानी पर्नु थाल्यो त्यही भएर चाहिँ अब अर्को टाइमको लागि चाहिँ माथि जाने निर्णय गरियो आज चाहिँ तल झरियो आजबाट यति हो हाम्रो यात्रा चाहिँ अब तल झर्छौँ पानी परिरहेको छ सिमसिम पानी उता पारीबाट पर्दै आएको छ कुहिरो बादल आएको छ सो गाइस आजको हाम्रो यात्रा चाहिँ यहाँसम्म मात्रै हो बुढी अब हामी तलतिर झर्ने काम गरौँ है बाई बाई भन्दै अर्को भिडियोमा भेटाउनेछौँ आज चाहिँ तपाईँले देखिसक्नु भएको छ तारेभिर चाहिँ यही हो गाइस होइन
अब यहाँसम्म मात्रै हाम्रो यात्रा हो। अब चाहिँ हामी तल झर्छौँ भ्यानी आएको होइन। धेरै टाइम धेरै भइसकेको छ। समयले साथ दियो पनि अर्को नेक्स्ट टाइम आएर चाहिँ टपमा जानेछौँ भन्दै आज चाहिँ यहीँबाट छुट्टिन्छौँ। बाई बाई भन्दै आजको भिडियो कस्तो लाग्यो सो गाइस 1 लाइक 1 सब्सक्राइब 1 कमेन्ट गरिदिनु होला। योगेन्डा युनिक भन्ने युट्युब च्यानलमा गएर अथवा लक्ष्मी राय भन्ने युट्युब च्यानलमा पनि गएर तपाईँले 1 लाइक 1 सब्सक्राइब गरिदिनु होला है त भन्दै बाई बाई।